ब्राइटनेस अलि बढाइदिनु पर्दैन क्या फोन आउँदा ब्राइटनेस गर्नु पर्दैन के फोन आउँदा फोन आउँदा झन् मजाले देखिन्छ र भन्नु त्यही त भनेको अलि अब मार्नुहरु चाहि लाउने रेडी ओके कल ल एकछिन थम्नै मैले सिम अर्को दाइ त मैले पछि हिजो अघि बिहान दिएको नम्बर सेभ गर्नु भएको होइन छैन त्यो त ए अर्जुन रेडी भइसक्यो कतिखेर सकिन्छ अब कति बेला सकिन्छ भर्खर गरेको कति बेला सकिन्छ यो सिन चाहिँ यतिको लाइन चाहिँ लिएर आउँ अर्को चाहिँ गोजीमा आँटिहाल्छ त्यत्रो गोजीमा बोकेर ल्यायो अहिले तातिसक्यो लाइटमा चाहियो भने स्वाटै निकालेर ठ्याक्कै राख्यो छोरी जन झरे देखिरहनु यता हेर त साथी अर्कोचोटि चाहिँ कस्तो मेला साडी लगाइदिने कि आखिर दार्जिलिङमा छैन खै त ल यो त भइसक्यो हैन भइसक्यो ल त्यो खोसेदेखि लाने कि तर बजा कत्रो हुन्छ फेरि रिपोर्ट पनि एउटा के भन्छ जति नै कसो यस्तो हुन्छ ल अलि बेर त्यसरी बन्द गरौँ ल यो यति भयो हुन्छ के उसको माथिबाट ठ्याक्कै ल उठ अलि त्यही ठाउँमा त्यति नै गर्ने फेरि फेरि भागिसक्यो अलिकति एक स्टेप अगाडिबाट बस्दा त्यति नै आउँछु के म आउँदैन क्या ल रेडी ल ल रेडी लाइट कहाँ दिउँ मैले यो हेर्ने हो लाइट त के हो? दिदा फिल हराइछ ल पर दादा भन मैले यो हेर्ने हो न खोसेको फिल्डबाट लिन रिपोर्ट पनि कति थियो ओइ कुन गोजीमा छ तेरो यता ए यहाँबाट ल यो यहाँ हाल्नु पर्यो नि त्यही त नै ल ओइ रोलिङ के फेल एक्सन मोड क्यामेरा यो हाल्दै रोलिङ तान्नु न एक्सन ल यो के हो यो जति हो अब चाहिँ फोनमा हाल्यो त्यो त बिस्तारै बस्नु थाल्यो हुन्छ त्यो चाहिँ हेर्दैछ आइज तल तल हेरिसक्यो फाल्दैन फोनमा सास फेरेको धेरै देख्यो घन्टा के भयो जुलाले उठ्नु न के भएको छैन कि उठ्नु न प्लिज उठ्नु न ठ्याक्कै हो त्यतिकै उल्टो सक्यो बेटा यो अरु परेन